več tujcev, ker v Slovenijo pride 20.000 tujcev na leto, ker Slovenija tega ne zmore, ker je integracija neuspešna, ker imamo v določenih osnovnih šolah že 20% tujcev. In sprašujem vas, kaj se bo zgodilo čez 5-10 let, ko bo teh tujcev 50, 60 ali več procentov. A bomo takrat vabila na roditeljske sestanke prevajali v slovenščino, ne v albanščino, ampak v slovenščino? Zakaj ne prevajate vabil v nemščino, v angleščino? Je zato, ker Nemci, Avstrijci, Švedi, Norvežani ne pridejo na delo v naš socialistični. धेरैजना साथीहरूले चाहिँ अहिले स्लोभेनियामा किन धेरै टाइम लागिरहेछ भनेर सोधिरहनु भएको थियो। मैले यो भिडियो चाहिँ यहाँको पार्लियामेन्टमा डिबेट भइरहेको विषयमा हालेको छु हैन। तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँको बहसहरू चाहिँ मैले हालेको थिएँ। यसमा चाहिँ के छ भन्दाखेरि अहिले स्लोभेनियामा फरेनरहरू धेरै हायर भयो। अहिले करेन्ट गभर्नमेन्टले चाहिँ धेरै हायर गर्यो अनि यहाँको फ्यामिली जुन चाइल्ड केयरलाई चाहिँ नै सोसियल सेक्युरिटीमा चाहिँ खर्च गर्नुपर्ने कुरा चाहिँ बाहिरको मान्छेलाई धेरै दियो, यहाँको हाम्रो लोकल मान्छेलाई भन्दा भनेर यहाँको अपोजिसनको पार्टीको मान्छेहरूले चाहिँ विरोध गरेको भनेर त्यहाँको कमेन्टहरुमा त्यहाँको चाहिँ उसलाई ट्रान्सलेट गरी अलिअलि बुझ्दै कोसिस गरी हेर्दाखेरि चाहिँ त्यो बुझेँ मैले चाहिँ हैन। तपाईहरुले पनि हेर्न सक्नुहुन्छ यी कारणहरु पनि छन्। पार्लियामेन्टमा डिबेट भइरहेछ, बाहिरको विदेशी मान्छेहरु धेरै ल्याउनु भएन, यहाँको मान्छेहरुको जबलेस भइरहेछन् भन्ने कुराहरु। यहाँको मान्छेहरु प्राय चाहिँ बाहिर जान्छन्, स्विजरल्यान्ड, जर्मनी, इटालीतिर जान्छन् हैन। त्यही कारणले यहाँको युवाहरुलाई यही रोक्नुपर्छ, बाहिरको मान्छेहरु ल्याउनु हुँदैन भन्ने खालको डिबेटहरु यहाँ भएको पाइन्छ। अनि कति टाइम लाग्छ भन्ने कुराहरुमा चाहिँ अहिले अब खास गरी यो सिजन चाहिँ अब डिसेम्बर आउन लागेको भएर यहाँ क्रिसमसमा पनि लामो समय 10-15 दिन जस्तो गभर्नमेन्ट अफिसहरु बन्द हुन्छ, कम्पनीहरु पनि 10-12 दिन बन्द हुन्छ हैन। त्यो कारणले गर्दाखेरि पनि अलिक टाइम लाग्ने स्वाभाविक भइहाल्यो। अनि कोल्ड सिजनमा यतिखेर चाहिँ काम अलि स्लो नै हुन्छ। यहाँको सिजन फेरि फेब्रुअरी, मार्च, अप्रिलतिर चाहिँ फेरि सुरुवात हुन सक्छ। कतिपय साथीहरुले चाहिँ मेरो टीआरसी बायोमेट्रिक भएकै 7-8 महिना भइसक्यो, के हुन्छ सर आएन भन्ने कुराहरु गर्नु भएको छ कमेन्टमा। त्यसमा चाहिँ मैले बुझे अनुसार चाहिँ के छ भने 7-8 महिना 9 महिना भइसकेको छ भने फेरि बायोमेट्रिकको लागि बोलाउन सक्छ। यदि कम्पनीले यता कम्पनीलाई मान्छे एकदमै चाहिएकै हो भने चाहिँ बायोमेट्रिकको लागि बोलाउन सक्छ। स्लोभेनिया अलि स्लोली नै हुन्छ प्रोसेस चाहिँ। काम भइसकेपछि त जेन्युइन हुन्छ, तर प्रोसेस चाहिँ अलि स्लो नै हुन्छ किनभने यहाँको गभर्नमेन्टको उहरू चाहिँ अलि बिस्तारै नै काम गर्छ। दिनमा एउटा डकुमेन्ट, दुईटा डकुमेन्ट त्यस्तो तरिकाले गर्दो रहेछ हामीले बुझ्दाखेरि हैन। रुरल एरियाको अलि छिटो हुन्छ होला, अलि सिटीमा लुब्ल्यानातिरको जब हो भने अलिकति टाइम लाग्ने हुँदो रहेछ। त्यो मैले बुझेको छु है। अनि अरु साथीहरुको धेरैको चाहिँ टीआरसी के विषयमा क्वेशनहरु थियो हैन। टीआरसी आउन, बायोमेट्रिक भएपछि टीआरसी आउन कति टाइम लाग्छ त्यसमा यकिन गरेर ठ्याक्कै भन्न सकिन्न। कसैको 45 दिन 60 दिनसम्ममा आउँछ, कसैको 90 दिनसम्ममा आउँछ, कसैको त्योभन्दा लामो समय लाग्यो भने फेरि र्यान्डमली चाहिँ कसैको इन्टरभ्यु पर्न पनि सक्छ हैन। अनि कतिपयको फेरि धेरै लामो समय भयो भने बायोमेट्रिक भएको धेरै लामो समय भयो भने फेरि बायोमेट्रिकको लागि बोलाउन पनि सक्छ। र कस्तो खालको कम्पनीमा आउँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ म्याटर गर्छ साथीहरु है। कम्पनी चाहिँ तपाईहरुको जेन्युइन कम्पनी हो, ठुलो कम्पनी हो भने चाहिँ त्यसले निकाल्न सक्छ हैन। जस्तो इन्डिभिजुअली सामान्य तपाईको कन्स्ट्रक्सनमा उसमा आउने साथीहरुको लागि त्यो बोस्नियनहरुले बनाएको कम्पनीहरुमा आउन लागेको हो भने त्यसमा चाहिँ इन्डिभिजुअली 2-4 जना चाहिँ बोलाएको हुन्छ। त्यसमा चाहिँ निकै समय लाग्न पनि सक्छ या फेरि प्रोसेस गरेर फेरि क्यान्सल भएको पनि हुन सक्छ। ती कुराहरु पनि देखिया छन्। कतिपयले आएर दुःख पाएका, काममा चाहिँ रिसिभै नगरेर दुःख पाएका अनेक कुराहरु पनि छन्। बुझेर आउनु होला। आउँदाखेरि चाहिँ ठुलो कम्पनीहरुमा, प्रोडक्सन कम्पनीहरुमा चाहिँ राम्रै हुन्छ किनभने कम्पनी जिम्मा लिन्छ। तर सानो कम्पनीहरुमा चाहिँ असाध्यै गाह्रो छ है। कन्स्ट्रक्सनमा आउँदाखेरि पनि यहाँनिर एकदमै गाह्रो हुन्छ। बाहिर -15 डिग्रीमा काम गर्नुपर्ने हुन्छ। मैले टिकटकमा देखिरहेको हुन्छु कन्स्ट्रक्सनमा उसमा भनेर तपाई मेसिन अपरेटरमा आउने हो भने यहाँ लेबर सेबर सबै काम गर्नुपर्छ। यहाँ धेरै मान्छे हुँदैनन्। अनि कन्स्ट्रक्सनमा बाहिरको यो मैले भर्खर देखाइरहेको छु यो रोडहरु भर्खर बनेको हो।
नेपालीहरूले काम गरेको देखेँ, तर सबै काम बाहिरको गर्नुपर्ने हुन्छ। असाध्यै गाह्रो हुन्छ कन्स्ट्रक्सनमा, विचार गरेर आउनु होला है। प्रोडक्सन कम्पनीहरूमा त ठिकै हुन्छ, अरूमा चाहिँ गाह्रो छ। ठुलो प्रोडक्सन कम्पनीहरूमा चाहिँ राम्रै हुन्छ, तर सानो कम्पनीहरूमा चाहिँ गाह्रो छ। जति त्यहाँ 1200 1300 जति दलालले भने पनि यहाँ आएर कमाउनु चाहिँ 70-80 हजार 90 हजार उस्तैमा चाहिँ 1 लाखसम्म चाहिँ कमाउन सकिन्छ मुस्किलले, त्यो पनि है। 70-80 हजार 80-90 हजारभन्दा माथि कमाउन सकिँदैन। राम्रो जब अन्त छ भने अन्त पनि हेर्दा हुन्छ होइन। एकदमै गरेर गर्दाखेरि गाह्रो छ। नत्र अरू उहरू भनेको उस्तै हो, रोमानिया क्रोसिया त्यस्तै हो, हल्का फरक हुनसक्छ, त्योभन्दा खासै चाहिँ छैन। विचार गरेर गर्दा हुन्छ। कुनै राम्रो कम्पनीमा राम्रो पनि छ, नराम्रोमा चाहिँ गाह्रो पनि छ।